हेलो हेलो नमस्ते। यो चाहिँ हाम्रो गाउँघर हो अनि आज हामी चाहिँ ऐसेलु खान जाँदैछौँ बाटोमा। हाम्रो ऐसेलु खान जाने बाटो चाहिँ यस्तो छ। अनि गाउँघरमा बस्नुको चाहिँ एकदमै फाइदा चाहिँ यही हो के, यही हो साथीहरू। ल हेर्नुहोस्, यो चाहिँ अहिले सिजनको फल ऐसेलु। अनि ऐसेलु चाहिँ यहाँ कति धेरै फलिरहेको छ। अनि हामी चाहिँ ऐसेलु खानलाई काँडादेखि पनि डढाइ भए पनि आएर खाँदैछौँ। मेरो एकजना साथी यहाँ खाँदै हुनुहुन्छ, अर्को एकजना यहाँ खाँदै हुनुहुन्छ। अनि म चाहिँ यहाँ भिडियो बनाउँदैछु, मलाई पनि राख्नु है। अनि हामीले यहाँ हाल्नलाई बट्टा पनि ल्याएको छौँ फेरि। ल हेर्नुहोस् त, यहाँ त कति धेरै ऐसेलु पाइन्छ। ल खान आउनुहोस् है, को कोलाई खान इच्छा छ।